You know what? I want to thank you for saving us नै भन्छु त्यो दिनमा यो त जोशमा हो सब भन्दा जो आई डोन्ट नो किन हिसी त्यसो गरेर उलाई मिन भन्नु अगाडि जानु पर्ने नि मैले तम्सी जम भदु अगाडिसम्म जम भनेको हैन हामी पछि त्यहाँबाट टियर ग्यास फाल्यो सब जना भागेर जाँदाखेरि फर्स्ट गन शट भएको के त्यो बेलामा प्रोटेस्टले गर्दाखेरि चाहिँ आज अलि चाड ए हो ए ल ल ल हुन्छ ए के हुन्छ हो भाइ हुँदैन कर्फ्यू लाग्छ हाम्रो पसलहरु खोलेको छ के कर्फ्यू हुँदैन होला जस हाम्रो चाहिँ हेड अफिसबाट ए ल ल स्टाफहरुलाई चाहिँ आउन जानु गाह्रो लाग्छ ए ल ल हुन्छ हस् हस् थ्यांक यू Guys, it's the protest day and हामीले चाहिँ यो प्रिन्ट आउट गरेको our taxes aren't your family's luxury fund अनि एउटा चाहिँ enough is enough अनि मलाई चाहिँ एउटा ह्यान्ड रिटन पनि लेख्न मन थियो के ओके यहाँ चाहिँ के लेख्ने जनता झन्डैले दुखीको स्पेलिङै बिर्सिहाल्ने दुखी छैन कि आऊ म तर म दुखी छु ए हाम्रो देशको हालत यो हो यो चाहिँ सरकार हो यो चाहिँ जनता हो ल आमा गए है गए है हामी आन्दोलनमा जाने त जानु तर राम्रोसँग गर्नु जगर नगर्नु हाइहाइ नगर्नु हजुर कोही मान्छे बीचमा कराएर अलि फुर्ती उल्टा पुल्टा गरे भने सबै मिलेर त्यसले धुलाइदिने दुर्गा बच्चा अर्को जुलुस हुन्छ नि त फेरि झगडा हुन्छ राम्रो होस् भने जाँदैछ राम्रो गर्नु ल हस् थ्यांक यू You guys welcome back to my channel oh my god feels like forever मैले लास्ट टाइम पोस्ट गरेको it was 2 months ago अनि आज चाहिँ हामी यस्तो एउटा भ्लग लिएर आएको छ हैन तपाईहरुले टाइटलबाटै थाहा भइसक्यो होला हामी चाहिँ आन्दोलनमा जान आँटेको खै मजा देखाउ त जनता दुखी सरकार खुसी खै सरकार खुसी our taxes aren't your family's luxury fund काम गर्ने कालु मकै खाने भालु त्यो कारणले गरेर चाहिँ अनि you guys already know नेपालमा चाहिँ 26 वटा सोशल मिडिया ब्यान भएको छ हैन यो मात्रै नभएर के यो हामी भित्र पहिलादेखि वर्षौंदेखि बबल अप भएको हो के यो रिस भनौं न त्यो आज सबै जेनजीले गरेर चाहिँ हामीले एउटा निकाल्ने ठाउँ पायो अनि थ्यांक यू सबै जेनजीको लागि यसरी उठ दिनु भएकोमा हैन we are so proud of you अनि हामी पनि अब सहभागी हुँदैछौँ आजको प्रोटेस्टमा एउटा पिसफुल आन्दोलन भनौं न शान्तिपूर्ण होस् मेन कुरा चाहिँ अनि त्यो कारणले गरेर चाहिँ यो करप्ट पोलिटिशियनहरु जति पनि छ नि हामीहरुको who don't think about us हामी बाचोस् मरोस् उनीहरुको सामु चाहिँ हाम्रो आवाज पुगोस् भनेर हो अनि हामीहरुको र्यालीमा हामी सहभागी यो शान्तिपूर्ण आन्दोलनमा चाहिँ हामीहरु सहभागी हुन जाँदै छौं अनि आई होप एभ्रीथिङ गोज वेल उहाँ चाहिँ अहिलेको युवा हो यो जेनजी हो स्कुल ड्रेस खै त लुकिराछ कलेज ड्रेस छैन रे मेरो भाइहरु जेनजीहरु चाहिँ सुतिराछ नि वाउ ग्याङ सबै रेडी भइसक्यो यहाँ हामी यति छ ग्रुप हाई हाई महिमा हेलो हाई सदस्यवाडी दिपा हामी सबैको फर्स्ट टाइम हो हैन अब एडल्टहुडमा छिरिसकेपछि अब यस्तो पनि गर्नुपर्ने रहेछ त्यहाँ बुक गर्यो अनि यो चाहिँ के पिकनिक जान आँटेको कि आन्दोलन गर्न आँटेको सबैको हातमा मिङमा अडी अनि कस्तो लागिरहेछ तपाईलाई सोशल मिडिया ब्यान भएर हजुर उहाँ धेरै खुसी लागिरहेछ अरे अनि तपाईलाई चाहिँ कस्तो लागिरहेछ यस्तो पनि चेन्ज हुन्छ ए हाँसिरहेछ हि गरेर म त हामी गेन्जी हो गेन्जी हो
यहाँ हेर्नु न त्यहाँ कहाँसम्म रहेछ केही न केही त भयो थियो मैले त सर्प आयो कि भने भागेँ क्या सर्प भन्दा नि सब भाग्यो नि त्यति के हामी पनि भाग्यो त्यसपछि किन भागे थाहा भएन सबजना भागे हामी पनि भाग्दिएको ओ माइ गॉड द्याट वाज सो ट्रमाटाइजिङ म त कसैले पिटे खाएँ कि सोचेँ कि त्यहाँतिर त्यही त लाइफमा पनि सोचेको थिएन यस्तो एजमा पुग्छ भनेर जहाँ चाहिँ आफू हडतालमा भागिरहेको छु सिरियसली टिभीमा मात्रै देख्थ्यो पहिला लागेन फोन हाम्रो चाहिँ यहाँ फोन लागिरहेको छैन नेटवर्क पनि खै 3G मा रहेछ दिपालाई गरिरहेको नेपाल मैले नेपथ्य भन्नु लाग्यो के भएको अघि न भागेर डर लागेर नेटवर्कलाई नेपथ्य अरे ल मैले अब भयो त भ्रष्टाचारी चाहिँदैन हाम्रो घर फिर्ता दे केपी ओली मुर्दाबाद गोली पड्काएको चाहिँ के हो गोली पनि हाल्यो होइन त्यही त कतिचोटि पड्केर We are shocked by the killings and injury of protesters in Nepal today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups that were demonstrating against corruption and the recent government ban on social media platforms. We call on the authorities to respect and ensure the rights of freedom of peaceful assembly and freedom of expression. All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials. You guys, अहिले चाहिँ बेलुकाको 12 बजिरहेछ अनि नेपालमा चाहिँ इन्टरनेटहरु खोल्दियो गभर्नमेन्टले इन्टरनेट भन्नाले अब एप्सहरु सबै अनब्यान गर्यो अनि आज हामी त्यहाँबाट छोडेर गएर चाहिँ के भएको रहेछ भन्दाखेरि इन्स्टाग्राम खोल्ने बित्तिकै फेसबुक खोल्ने बित्तिकै जुन भिडियोहरु अहिले सर्फेस भइरहेछ नि so many kids died युनिफर्म लगाएर they were unarmed हैन हामी त त्यो हामी आज आन्दोलनमा जाँदा त अब गन शट सुने हामीले भाग्यो हामी त हैन we thought it was bullet bike नि मधु for so long नि त we trusted our government नि त्यो पछि त्यो मान्छेहरु र्यान्डम बोलिरहेको थियो नि लाइक टाउकोमा गोली लाग्यो यता त्यतिसम्म हामीलाई थाहा थिएन स्टुडेन्ट बितेछ भनेर 18 हो कि 19 वटा बच्चाहरु मारेछ भने with the real bullets भने you guys हामी भक्कर हामी कति भिडियो त हामीले हेर्न पनि सकेको छैन के सबैजना सानो सानो है हामी के सोचेर यस्तो
प्रोटेस्टमा गएको एउटा पिसफुल प्रोटेस्ट भनेर हामीले गभर्मेन्टलाई होइन टियर ग्याससम्म पनि नर्मलै हो क्या मधु वी कुड हेभ डाइड भने मधु आर यु किडिङ मी राइट नाउ तर मैले त के सोचे थाहा छ हिसे मान्छेको जिन्दगी भने के होइन रहेछ कसम होइन भने खुट्टामा पनि हाने छैन भने त्यही त त्यो त टाउकोमा ताकी हानेको छ कसम हिसे अहिलेसम्म होइन नेपाल पुलिसको गनहरू यस्तो डेन्जर छ पनि सोचेन होइन यो त के हो भने पुरा स्नाइपरले हानेको जस्तो छ के हो यो आई एम सो म्याड होइन अब नेट के भन्छ एप्सहरू सबै खोलेको छ होइन क्यान यु इमेजिन मधु घरमा कतिजना मान्छेले हेरिरहेको होला कि यो भिडियो भोलि छ नि टुमोरो इज गोइङ टु बी अ ब्ल्याक डे इन हिस्ट्री अफ नेपाल भनेको हाम्रो वार जोन हुन्छ भने भोलि हेर न सबै एजको मान्छे आउँछ मधु केटी चाहिँ धेरै हुँदैन जस्तो लाग्यो भोलिकोमा चाहिँ ओ माई गड भोलि के हुनेवाला छ अब त्यो भगवानले नै थाहा हुन्छ किलो 4 सरले पनि सुन्नुहोस् पिटर 1 सरले पनि सुन्नुहोस् हाम्रा पुलिसका हाकिम सबैले सुन्नुहोस् हामी मर्ने अवस्थामा छौँ तपाईहरुले चाहिँ हामीलाई रेस्क्यु गर्नु भएन हाम्रो अन्तिम आवाज सुन्नु सर हाम्रो स्टेटबाट हामी 40-50 जना छौँ तपाईहरु आफू र अरु मात्रै सुरक्षित हुनुहोस् हामी मर्ने अवस्थामा छ 5 मिनेटभित्र मर्ने अवस्थामा छ सर हाम्रो अन्तिम स्वर सुनाइदिनुहोस् ए साथीहरु भन्नु सबैले हामी के मर्ने हो हामी मर्ने अवस्था के खरायो स्पिकर भयो हामी मर्ने अवस्था देशको लागि केही गर्छु नि म मर्यो भने नि मेरो अरूलाई राम्रो हुन्छ भनेर गएको थिएँ क्या जानी मेरो भाइलाई सिधा छातीमा ताकेर गोली हानेर मारेको थिएँ नयाँ को भन्छन् के भन्छन् हामीलाई अब त्यो अहिलेसम्म पनि थाहा छैन अहिलेसम्म गर्न नि सकेका छैनन् तर जे नयाँ जो आउनुहुन्छ सरकारमा या जो नयाँ नीति भन्छ उहाँहरूसँग मेरो अपिल चाहिँ यही छ कि जसले हाम्रो बच्चाहरूलाई डाङ गोली हानेर मारे तिनीहरूलाई सजाय हुनुपर्छ राजीनामा दिएर मात्रै हुँदैन यो हत्याको जिम्मा लिएर कटघरामा उभिनु आम हत्याको रूपमा लिन्छु म यसलाई आम हत्या हो यो हत्या हो सिधै हत्या त्यो मरेको डेड बडी होइन त्यसको आशा त्यसका बाउआमाका आशा भन्नुहोस् त ती आमाहरूलाई आज के भइरहेको होला तिनले जीवन सम्पत्ति परिश्रम बिहानदेखि बेलुकासँग आमाले भात पकाएर मेहनत गरेर 2 पैसा साँचेर पढाएको बच्चाहरूको हालत हेर्नुहोस् त फर्स्टमा बोल्नु नै आएन सपना जस्तो भयो है यो 6 दिन ओ माई गॉड लकडाउनमा पुगेको जस्तो एउटा नाइटमेयर जस्तो भनौँ कि सो मेनी पिपल लस्ट देयर लाइभ्स के एउटा मजाक जस्तो भयो कि एउटा एकदमै एउटा नाइटमेयर जस्तो भयो कि नराम्रो सपना हुन्छ नि ओ माई गॉड भाटबेटिनी एकछिन म तपाईँहरूलाई बौद्धको भाटबेटिनी देखाउँछु है कुरा गर्दा ओ माई गॉड बाई द वे बौद्ध भाटबेटिनीमा 6वटा लास भेटेको भित्र अब चोर्न जाँदाखेरि हो कि चोर्न जाने मान्छेलाई कोही साथीहरू बचाउनु पनि गएको थियो होला यहाँ हेर्नु ल
बेटिनीको पालुदा हेर्नु न सबैजना आफ्नै आफ्नै सोचिरहेको थियो कि त्यो दिनमा 9 सेप्टेम्बरमा मन्त्री सब भागिरहेको थियो पुलिस सब भागिरहेको थियो प्रोटेस्टरहरू प्रोटेस्ट गरिरहेको थियो मलाई चाहिँ सबभन्दा चिन्ता यो सेल्फिस वर्ल्डमा चाहिँ के लागेको थियो भने भाटबेडीको कुकुर टाइगरको क्या हामी त यति वर्ष भयो नि त बाउ त भाटबेडीमा सपिङ गर्न आएको अनि म त नेक्स्ट डे नै कुकुर खोज्न आएर किनभने 8 सेप्टेम्बरको राति त भाटबेडी छेउमा त आमामा यस्तो डेन्जर एक्सप्लोजनहरू भइरहेको थियो यहाँ त छेउमा आउनु पनि सकिरहेको थिएन अनि रातभरि मलाई यो पापी संसारमा चाहिँ त्यो कुकुरको यति चिन्ता लागेर नेक्स्ट डे हामी त्यो टाइगर खोज्दै आएको अनि थ्याङ्क गड भगवान् यति कठोर दिलको छैन रहेछ भनेर हुन्छ नि अनि ओके आज चाहिँ 1 हप्ता भयो होइन यो नाइटमेयर पछि नाइटमेयरै भनौँ न यस्तो हुन्छ भनेर कसैले पनि सोचेको थिएन हामी प्रोटेस्टको दिनमा जाँदाखेरि पनि तपाईँहरूले भिडियो क्लिप्सहरू देखिहाल्नुभयो हामी यति एउटा शान्तिपूर्ण आन्दोलन भनेर हामीलाई त्यसरी हुन्छ नि यस्तो सोचेर हामी गएको थियो के भयो त्यता अहिले सोच्दाखेरि पनि मेरो त जिउै काँपेर आउँछ कि लाइक वाट एभर ह्यापन्ड अनि नेपाल पुलिस जसले चाहिँ अब हाम्रो रक्षा गर्नुपर्ने मान्छे हाम्रै दुश्मन बनाइदियो यो नेताहरूको घिनलाग्दो राजनीति घिनलाग्दो गेममा चाहिँ बिचारा जेनजीहरू र कतिजनाले ज्यान गुमाए र प्रहरीहरू क्या हाम्रो उहाँहरू चाहिँ हामीहरू पिच्यो पपेट भयो क्या बिचमा पिच्यो है अनि त्यो एकदमै नराम्रो लाग्यो मलाई ट्राफिक पनि काममा फिर्ता आएछ अनि हेर न त्यसले के गर्ने हामी सबै पपेट हो कि हामी सबै पपेट हौ सर है यस्तो झगडा गराइदियो हेर्नुहोस् त हामी बिचमा तपाईँले आऊ भन्दा हामी आइरहेको छ तपाईँले जाऊ भन्दा हामी गइरहेको छ यस्तो कुरा मान्ने हामी बिचमा यस्तो झगडा गराइदियो सरकारले सरी अर्को कुरा चाहिँ अब राम्रो कुरा पनि गरौँ न होइन अब सरसफाइहरू सबै भइरहेको छ बिस्तारै मान्छेहरूले आफ्नो गल्तीहरू एक्सेप्ट गरेर चाहिँ अब जति पनि प्रपर्टीहरू डिस्ट्रोय गरेको यताउता सबै अब सरसफाइको कार्यक्रमतिर लागिरहेको छ होइन पुलिसहरूले पनि अब अपोलोजाइज गरेर उहाँहरूले भिडियोहरू राख्नु भएको छ यस्तो हुनु नपर्ने थियो यताउता भनेर अनि नेपालमा फर्स्ट फिमेल प्राइम मिनिस्टर पनि हिजो बेलुका घोषणा भयो हाम्रो सुशीला कार्कीज्यू नेपाललाई फाइनली एउटा आमा पाएको छ अब फाइनली नेपालमा चाहिँ नेपालको आमा आएको छ अनि आमाकै खाँचो थियो हाम्रो देश चाहिँ है राजा रानी बितेकोदेखि चाहिँ धेरै हामीहरू सबैजना कस्तो भन्ने चाहिँ हामीहरू चाहिँ सबैजना बाउआमा नभएको बच्चाहरू जस्तै गरेर बसिरहेको थियो नेपालको जनताहरू अनि ओके अनि यहाँ चाहिँ अब धेरै कुरा नगरौँ अनि तपाईँहरूलाई चाहिँ अहिले एकछिनमा मधु र म चाहिँ तपाईँहरूलाई भेटेर अलिकति हाम्रो प्रोटेस्टमा चाहिँ के भएको थियो भनेर चाहिँ कुराहरू गर्छु हामीलाई पर्सनली कस्तो फिल भएको थियो यताउता भनेर अनि या सो सी यू गाइज लेटर बाई बाई अहिले बौद्ध आउँछु फिर्ता अनि कुरा गर्छ है त बाई इल्ली खुल्लै रहेछ मधु र म चाहिँ पसलको बाहिर आएको होइन यहाँ आधा बन्द आधा खुल्ला छ सबै हाई मधु हाई हामी यसरी खाँदैछ मरेको मान्छे माथि पुग्यो त्यही हो न इट फिल्स सो रङ है पसल खोल्दाखेरि पनि के किनभने वी गट लक्की के मधु हामीले त्यो आन्दोलनको दिनमा जाँदाखेरि इट वाज 8 सेप्टेम्बर होइन हामीले सोचेको पनि थिएन कि त्यहाँ यसरी गन सटहरू हुन्छ क्या अब अहिले के मजा अहिले हामी त्यो दिनमा आन्दोलनमा गयो वी डिडन्ट नो त्यो बेलामा रियल बुलेट्स युज गर्छ भनेर यताउता कस्तो यस्तो चाहिँ यसरी चाहिँ हुनु अब जस्तै अहिलेसम्मको हाम्रो लाइफमा अहिलेसम्म चाहिँ मैले यस्तो चाहिँ देखेन क्या हाम्रो त्यही भनेको कि राजा सबभन्दा ठुलो इन्सिडेन्ट राज परिवार हत्याकाण्डमा त्यो बेलामा ज्ञानेन्द्र राजा बन्छु भन्दाखेरि त त्यस्तो भएको त्यो पनि टाउकोमा निशाना बनाएर तर आई थिङ्क सबभन्दा गल्तीमा चाहिँ गभर्मेन्ट नै छ जसले चाहिँ आदेश दियो अनि जो पुलिसले चाहिँ अब नसोचेर एउटा निर्दोष बिचरा विद्यार्थीको ज्यान लियो त्यस ऊ पनि गल्तीमै छ तर यही महामारीमा चाहिँ आई थिङ्क धेरै निर्दोषको पनि ज्यान गयो त्यस ओभरअल चाहिँ धेरै नै राम्रो वेमा हुनुपर्ने एउटा कुरा चाहिँ आई थिङ्क लाइक धेरै तर मैले पनि कति लाइटली लिएर वी आस्क मम होइन अनि हामी त झन् सुरुमा हाँसिरहेको थियो सबजना हो कि भन्न कति लाइक आइम रियली सरी होइन पिसफुल प्रोटेस्ट भएको थियो हाम्रो आवाज सुनोस् भनेर हामी गएको थियो प्रोटेस्टमा हान्छु मार्छु भनेर गएको थिएन कति मान्छे त चटपटे खाएर बसिरहेको थियो साइडमा इट वाज अब के भन्ने कस्तो एउटा पिसफुल नै प्रोटेस्ट भइरहेको थियो कि स्टार्टिङमा त
एउटा ओपन फायर हैन दिस मेनियाक एउटा मान्छेको त हिसीले हेरेन डराएर यो फेस हाफ फेसै झरिरहेछ के यसरी त्यस्तो हेर्दाखेरि त आई फिल लाइक यो गन त यस्तो डेन्जर गन युज गरेको जस्तो छ के स्नाइपर भन्छ नि हिसीले त्यस्तै टाइपको आएको जस्तो लाग्यो त्यो एट टाइम त यहाँबाट यताबाट निस्किरहेछ भने मधु यत्रो गिद्दी जस्तो यो त सबै लिटरली लाइक फेसै यसरी झुन्डिरहेछ क्या एउटा मान्छेको त्यो कारणले यो जे हुनु हामी मधु वी आर सो लकी हैन द्याट वी एक्सकेप्ड है अब बिचारा त्यहाँ बसेको भाइहरूले उनीहरूले पनि सोचेको थिएन होला बेसीमा बेसी ढुङ्गा हान हुन्छ रात पर्छ देन विल गो ब्याक होम भनेर सोचेको एउटा त यो भयो कि अहिलेसम्मको हिस्ट्रीमा अहिलेसम्मको सबभन्दा डरलाग्दो प्रोटेस्ट भनौँ न यो यस्तो कन्सिक्वेन्सेस पनि यति डेन्जर भयो लास्टमा मलाई चाहिँ लाइक धेरै नै यस्तो हुन्छ जस्तो सोचेको थिएँ धेरै मन दुख्यो ओभरअल सबै पक्षबाट हेर्दाखेरि वी टुक इट भेरी लाइटली गभर्मेन्टको गेममा चाहिँ आई थिङ्क जनता र पुलिस पछि जस्तो लाग्यो पपेट जस्तै कि हामी चाहिँ बिचमा जेएनजीलाई पपेट बनाएर बच्चा त हो वाट डु दे नो अबाउट पोलिटिक्स यिनीहरूले त हामी यतिकै यो गरिदिन्छु भनेर नाउ लुक वर ह्यापेन्ड के पुलिस पनि त्यत्रो मर्यो बच्चाहरू त्यत्रो मर्यो त्यत्रो हाम्रो ओ माई गॉड कति प्रपर्टी हाम्रो ड्यामेज भयो हेर न तर कति खुलासा पनि गरिरहेछ कति पार्टीको मान्छेहरू पनि रहेछ अरे यो जेएनजीको सेकेन्ड डेको प्रोटेस्टमा चाहिँ कतिजना चाहिँ पार्टीको मान्छेहरू पनि आएको रहेछ अरे हेर न छान्नी त्यो मान्छे हेर्दै त्यो एउटा कस्तो भने यो त अर्कै त्यो ग्रुपको मान्छे भनेर देख्ने के त्यो माओवादी सिन्धुली काभ्रेली सम्धिहरू जस्तो हैन यो माओवादी छिरेको म भन्छु के हुँदैन हामी मिलेनल हो हामीले भन्न पाउँछ के हुँदैन डराउनु पर्दैन तेरो भिडियो एउटा गयो थाहा छ केही हुँदैन मेरो स्टोरी डिलिट गरिदिएको के माओवादी छिरेको छ भन्दाखेरि यस्तोसम्म त्यो हिंसा देख्दाखेरि चाहिँ यो त भूतै छिरेको त्यो दिनमा चाहिँ भूतहरू पनि आएछ प्रोटेस्टमा राक्षसहरू मान्छे खाने राक्षस अनि जहिले पनि जे गरे बिचारा भात भटिने मात्र पिच्छ हुने त भात भटिने पनि गल्ती छ सौ फेरि यस्तो रहेछ कि मैले ड्याडलाई सोधेको हाम्रो ड्याड चाहिँ 24 घण्टा समाचार हेर्नुहुन्छ पहिला हामी सानो हुनुदेखि नै अनि ड्याडले भनेको हो के भात बेडिनको साउजी पनि अब एकदमै अलिकति यो हैन त्यो त छ मैले बुझेँ के तर त्यो गाडीको सोरुमहरू भत्काइदिएछ केटीएम सिटी पनि भत्काएर लुगा चोरेछ तिमीले 99 वटा चीज सही गर्यो राम्रो गर तर एक चीज नराम्रो गर तिम्रो नराम्रो याद गर्छ के मान्छेले हैन यो सबै त मैले बुझेँ के तर मोर लाइक मैले चाहिँ कस्तो देख्दैछ भने भाट भटिने चाहिँ लुट्ने भन्ने इन्टेन्सनले मात्रै फुटाएको जस्तो लाग्दैछ न त्यो केटीएम सिटीहरू पनि फुटाएछ बिचरा एउटा जुत्ता पसल अब यो चाहिँ अनावश्यक जस्तो लाग्यो त्यो स्टोरहरू फुटाउँदै लुगा त्यो त दसैँको लागि सपिङ गरेको जस्तो लाग्यो यो प्रोटेस्टको नाममा तर अब यत्रो भयो यत्रो क्षति पनि भयो आई होप अब चाहिँ केही चेन्जेस होला नयाँ नेपाल हामीले हेर्ने अब हामीले ड्रिम गरेको चाहिँ देख्नु पाओस् जस्तो त लाग्छ हैन मलाई पनि त्यही लाग्छ अब नेपालमा के चाहिन्छ वाट नेक्स्ट भन्दाखेरि नो मोर करप्सन हैन हाम्रो ट्याक्स मनी राम्रो ठाउँमा युज होस् हैन कति ठाउँमा अहिले पनि हेल्थ फेसिलिटीहरू राम्रो छैन हेल्थ हाम्रो बाबाकै गाउँमा हेर्न हेल्थ फेसिलिटी पनि राम्रो छैन अनि एकदम महँगो भयो कि तपाईँ टाउको दुखेर एकछिन हस्पिटल जानु 10-15 हजार तपाईँको छुन्दा छाम्छ सबै एक्जामिन त्यो कम गर्नु किनभने हाम्रो नेपालमा त गरिब मान्छे धेरै छ नि त पोभर्टी धेरै छ जब अपर्च्युनिटी दिनु पर्यो रेन्टको मान्छेहरूले मन परि रेन्ट बढाइदिन्छ त्यसमा पनि एउटा नियम कायम गर्नु पर्यो धेरै कुरामा त्यो सुविधा गर्नुपर्छ त्यही त गभर्मेन्ट राम्रो आउनु पर्यो ट्याक्स हाम्रो ट्याक्स मनीलाई चाहिँ राम्रो ठाउँमा युज गर्नु पर्यो के बाटोहरू निर्माण गर्ने त के सोसियल मिडिया ब्यान गरेर बसिरहेको भने यहाँ लाखौँको जनताहरू चाहिँ सोसियल मिडियामा आफ्नो आम्दानी इन्क्लुडिङ अस होइन म त हामी कति भएर हाम्रो बिजनेसै अनलाइनबाट चल्छ त्यो काट्दिने यो ब्यालेन्सै हो कि अब जनता धनी भयो भने सरकार धनी हुन्छ लाइक ब्यालेन्समै हुन्छ कि जनता धनी भएपछि ट्याक्स हुन्छ ट्याक्स गभर्मेन्टलाई पे गर्छ गभर्मेन्टले त्यसरी अब सबै तर होइन कि उनीहरूले चाहिँ सब उनीहरै खानु परिरहेको छ धेरै भइरहेको छ नि त सिस्टममा अहिलेसम्म त आई होप अब चाहिँ राम्रो रेभोल्युसन होस् लिडर चाहिँ आई थिङ्क एउटा राम्रो क्यान्डिडेट आओस् कि अब त्यही अहिले मलाई चाहिँ अलिकति 40s को 50s को लाइनको मान्छे चाहिँ हेर्न मन छ एज अ लिडर के कसरी चाहिँ लिड गर्छ भनेर के आई होप एकदमै ज्ञान भएको मान्छे जसले चाहिँ दुःख बुझेको देशको बारेमा होइन भने कि म ओ माई गॉड भन्ने वी नीड समबडी न्यू के बरु विजय लामा पाइलट ज्यूलाई बनाइदिनु नेपाललाई उडाएर लग्छ
कति वर्ष भइसक्यो 3टा नाम सुने चाहिँ शेरबहादुर देउवा केपी ओली प्रचण्ड तर मलाई चाहिँ जहिले पनि यो 3टा मान्छे छैन मलाई चाहिँ लिडरको क्वालिटीमा मलाई सबभन्दा मनपर्ने चाहिँ स्पिच के जसले मजाले बोल्न सक्छ नि के त कोही मान्छे हुन्छ नि बोली सुन्दै हामी वाउ भन्ने हुन्छ नि कस्तो राम्रो ज्ञान भएको मलाई चाहिँ त्यस्तो मान्छे मनपर्छ कि अब केपी ओली केपी ओलीहरू उहाँहरू बोल्दाखेरि चाहिँ जिस्केर बोलेको जस्तो त्यस्तो होइन कि एउटा अनि पो भन्छ नि अट्याक भन्नु उसो भएर अट्याक भएन हो त्यस्तो मलाई चाहिँ एकदम स्पिच भन्ने कस्तो भन्ने एउटा वर्ड हुन्छ नि मान्छे एकदम आफूलाई एक्सप्रेस गर्नु सकोस् अब कोही आउँछ बोलेको केही बुझ्दैन मैले यस्तो भनेको नि त्यो बच्चा खेल जस्तै लिडर रिप्रेजेन्ट गर्नु सकोस् न भोलि नेपाल देशको चलाउने हो त यार भने गाडी थोरै चलाउने हो तिमीहरू गाडी त हाम्रो जहिले पनि चलाउँछ होइन अब चाहिँ हामी यङ्स्टर्सहरू पनि एकदमै इन्भल्भ हुनुपर्छ चुनाव हुन लागेको छ भने अब लेट्स होप फर द बेस्ट होइन हाम्रो नेपालमा फर द फर्स्ट टाइम हाम्रो फर्स्ट फिमेल प्राइम मिनिस्टर आएको छ होइन त्यो कारणले गरेर लेट्स होप फर द बेस्ट होइन जति पनि नेपालमा भयो क्षतिहरू भयो जतिजनाको ज्यान गुमायो इट्स भेरी अब के भन्ने हार्ट ब्रेकिङ है यस्तो हुनु नपर्ने थियो अब एउटा ओके अब धेरै पनि नबोलौँ मान्छेहरू धेरै आइरहेको छ होइन हामी 2जना मिलियनियर चाहिँ यस्तो बोलेर जेन्जीहरू तर्सिरहेको छ यहाँ आफूलाई के फिल भयो त्यही यु नो वाट आई वान्ट थ्याङ्क यू फर सेभिङ अस नै भन्छु त्यो दिनमा यो त जोसमा हो सबभन्दा जो आई डोन्ट नो किन हिसी त्यसो गरेर उसलाई मिन भएको अगाडि जानुपर्ने अगाडिसम्म जाउँ भनेको होइन हामी यहीँ छ कि पुल तल अनि मैले भने क्या मधु लेट्स गो अगाडिसम्म हाम्रो स्वर सुन्दैन भनेको के सरकारले वी सुड गो अनि त्यहाँ गएर हामी कराउनुपर्छ भनेको योलाई त नो हिसी मलाई एउटा ब्याड फिलिङ आइरहेछ भनेर अनि मधुले त्यस्तो भन्यो मैले चाहिँ जम मधु केही हुँदैन सर डरपोरी भनेर बसेँ होइन पछि त्यहाँबाट टियर ग्यास फाल्यो सबजना भागेर जाँदाखेरि फर्स्ट गन सट भएको क्या त्यो बेलामा देन हामी मान्छे भाग्दा हामीले सुनेको मान्छे मार्यो भनेर सुन्दाखेरि त्यसपछि हामीले रिटर्न गएन क्या हामीलाई थाहा थिएन आई कल ड्याड नि थाहा छ त्यो बेलामा फोनको सर्भिसहरू पनि त्यति राम्रो थिएन त्यसपछि पुलिसहरूले कर्फ्यू भन्न थालेपछि त हामी त्यहाँबाट गयो अनि त्यो पछि त पुलिसहरू पनि कतिजना एम्बुलेन्समा सेकेन्डमा एम्बुलेन्सहरू गएको देन वी न्यू कि अब चाहिँ न यो अब एउटा पिसफुल प्रोटेस्टबाट चाहिँ वार जोन भइसकेको थियो अब चाहिँ हुँदैन भनेर देन हामी बिस्तारै जाँदा वी फिल सो गिल्टी है मधु हुन त अब हाम्रो पनि घरमा मम ड्याड पुरिरहेछ ड्याडले यति फोन गरिरहेछ आमाले यति फोन गरिरहेछ तिमीहरू नआउने भनेर ओके लास्टमा चाहिँ म के भन्न चाहन्छु भने जति पनि विदेशबाट यो भिडियो हेरिरहेछ नेपालीहरू त हेरेको छ होइन मलाई थाहा छ हामीहरू चाहिँ बिचमा हामी बिचमा कति झगडा पनि गराउनु खोजेको छ स्पेसली यो भात भेटिने लुटपाट भइसकेपछि हुन्छ नि कैदीहरू छोडिसकेपछि चाहिँ मान्छेहरू कैदी छोड्ने पनि एउटा वान अफ द कस्तो प्लटै भएन हाउ कम के लाइक जेन्जी प्रोटेस्टबाट कहाँ रे नेपोकिट रे करप्सन रे यताउता रे लास्टमा रवि लाने छाने छुट्यो रे के छुट्यो तर पुलिस स्टेसन जलाउने चाहिँ आम सो सरी होइन जे भयो भने एउटा पुलिसले एउटा त्यही अब त्यस्तो काण्डमा त्यस्तो भयो इन्सिडेन्ट भयो तर लास्टमा रक्षा गर्ने भोलि हामीलाई चोरी केही भयो भने त पुलिस नै हो नि त एउटा पुलिस स्टेसन त चाहियो नि अहिले जे भयो भने अब अहिले हेर बेलुका सुत्दा कति डर लागिरहेछ आम्मा कसम मैले दसैँ मुखमै छ अनि मान्छे एउटा सेफ कैदी छुट्टिसक्यो होइन एउटा सेफ त लाग्छ नि अब हामीले बाटोमा मान्छे एउटा रक्सी खाएर एकचोटि टाउको फुटेको बस्दाखेरि को थियो साथी गर्ने लाग्छ पुलिसलाई बोलाउनु पर्यो होइन सबै होइन मैले चाहिँ अब यो पक्षमा चाहिँ एकदमै कस्तो भन्दाखेरि तपाईँको धेरै गाह्रो छ होइन अनि मैले चाहिँ के भन्नु खोजेको भने हामी जनता बिचमा चाहिँ वी सुडन्ट डिभाइड के हामी सबै युनाइट हुनुपर्छ हामीलाई छुटाउने कोसिस गरिरहेछ क्या भित्रभित्र मैले भने नि यो भात बेडेनीको चोर लुटपाट गर्दाखेरि लाज छैन तिमीहरू के भनिरहेछ नि यो सबै एउटा प्लान हो क्या यो भात बेडेनी खोलेपछि गरिब जनता उसै पनि त्यो नङ्गा भोका कुकुरहरू जस्तो गएर खान्छ भने अफकोर्स त्यही त खोजेको उनीहरूले होइन तर यो माओवादी बिचमा छिर्यो जहिले पनि ए ल हुन्छ ए के हुन्छ हो भाइ हुँदैन कर्फ्यू हाम्रो पसलहरू खोलेको छ कि कर्फ्यू ए ल हुन्छ हस् थ्याङ्क यू छिटो बिल पनि आइसक्यो ओके यु गाइज वी आर आउट अनि मलाई जाऊ पनि अब कर्फ्यू लाग्ने टाइम हुन आँट्यो अनि सबैजना नेपालमा भएको मान्छेहरू
वेल गुड लक टु अल अफ अस है विदेशमा भएको मान्छेहरूलाई पनि हामीलाई पनि अब चाहिँ राम्रो एउटा नयाँ नेपाल देख्ने हामीलाई के भन्छ चान्स अवसर पाओस् अनि सबैजनालाई नेपालबाट मधुर ऋषिको तर्फबाट जय नेपाल।